सो हेलो गाइज, वेलकम टु माई फर्स्ट गेमिङ भिडियो। त आज हामी लिएर जान आँटेको छौँ एउटा वाइट बुलेरो पिकअपलाई मुनि सामान लोड गर्नलाई। अब सामान लोड गरेपछि बाँकीको कुरा अर्को पार्टमा देखाउनेछौँ। त्यसको लागि आज सामान लोड गर्ने मात्र पार्ट देखाउनेछौँ। आज हामी अब जाँदैछौँ हाम्रो पिकअपसँग। यही हुनेछ हाम्रो पिकअप। यो एकदमै राम्रो खाले ओल्ड मोडलको पिकअप हो, तर यसभित्र अब बसी हेरौँ एकदमै राम्रो खाले पिकअप छ। यसको क्यापेसिटी पनि धेरै छ। अब यसलाई स्टार्ट गरौँ। स्टार्ट भएर अब यसलाई ब्याक लिएर पछाडि लिएर जानुपर्ने हुन्छ। अब बिस्तारी बिस्तारी लिएर जाऊँ त, बिस्तारी बिस्तारी लिएर जानुपर्ने हुन्छ, किनभने यो गाडी अलिक सेन्सिटिभ छ। भर्खर भर्खर निकालेको हामीले सर्भिसिङबाट, तर यसमा धेरै राम्रो छ। यो साउले पनि मलाई राम्रै गाडी भनेर दिएको हो। अझ हामी लिएर जान आँटेको छौँ बुस, जुन कि अलिक मुनिपट्टिबाट लिएर जानुपर्ने हुन्छ। र यो एउटा म्यानुअल खाले राम्रो गाडी हुनेछ। र हेर्दै जानुहुन्छ, यसबाट धेरै डिफिकल्टी आउँछ, किनभने हेर्दै जानुहोस् यसरी गर्दा चाहिँ हो बिच बाटोमा यत्तिकैमा रोकिन सक्छ। अब यसलाई फेरि ब्याक लिएर स्टार्ट गर्दा मात्रै हुन्छ। अब अलिक मुनि गोलाइबाट चाहिँ हामीले सामान लिएर जानुपर्ने हुन्छ, किनभने त्यहाँबाट माथिलाई ट्रकलाई आउन अहिले फिलहालको लागि दिएको छैनन्। र यी यस्ता साना गाडीहरू मात्र आउँदछन्। र यस्ता साना गाडी भन्नाले भेन टेम्पोहरूमा अहिले धेरै सामान ट्रान्सपोर्ट भइरहेछ। मैले नि ट्रकलाई कसरी हो, हाम्रो पिकअपलाई कसरी हो पार गरेर लिएर थिएँ। अब फेरि मुनि लिएर जानुपर्ने हुन्छ हाम्रो सामानलाई। त्यसैको कारणले चाहिँ तलसम्म लोड गरौँ र हाम्रो सफर अब कस्तो हुन्छ गाडीको हेर्दै जानुहोस्। र अब हामी लिएर जाँदैछौँ बिस्तारी बिस्तारी हाम्रो गाडीलाई। अब यहाँ यस्तो सानो गाडीहरू मात्र कुद्ने हुन्छन्, कार भ्यागनार यस्तोहरू मात्र, किनभने हाम्रो ठुलो पिकअपलाई चाहिँ त्यस्तो धेरै यहाँ कुद्न दिएको छैन। तर पनि हामीले कसो कसो गरेर माथिसम्म लिएर थियौँ सामान लिएर। अब फर्किने दिनमा पनि केही सामान लिएर जाउँ भनेर त्यो सामान लिएर जाने, किनभने यस्तो सानो सानो बाटो छ र त्यस्तो सानो सानो बाटोमा नि धेरै गाडी कुद्दैनन्। र के हुन्छ भने मेनली त यस्तो टेम्पो र त्यो पछाडिको सानो गाडी, त्यस्तो गाडीहरू मात्र कुद्ने हुन्छ। र हाम्रो गाडीलाई यस्तोमा बाटोमा धेरै कुदाइँदैन। र अब उति मुनिदेखि यहाँ हेर्नुहुन्छ र सबै नाइट बस र त्यस्तो ट्रकहरू आएर यहाँ बसिरहेछन्। यही ट्रकमा मुनिबाट आइरहेछ बुस, मुनि माथिबाट आइरहेछ बुस। त्यहाँ मुनि बाटो बनाउँदै हुने क्रमको कारणले यिनीहरू आएर सबै ट्रकहरू रोकिने गर्दछन्। अब हामीले यहाँनिर आएर लोडिङ गरेको पार्ट मैले देखाउन चाहिनँ, अर्को पार्टमा आउनेछ लोडिङ गरेको। अब यसलाई बिस्तारै यो गाडीलाई साइड ल्याएर पार्क गरिदिनु पर्ने हुन्छ। अब यो ठाउँमा राम्ररी पार्क गऱ्यौँ भने मात्र सजिलो हुन्छ हामीलाई। अब अर्को ताली फर्किँदा पनि लिएर जान, त्यसैले यहाँबाट भित्रपट्टि हालेर यसरी हालेर अब यहाँबाट हामीले रिभर्स तान्नुपर्ने हुन्छ। ब्याक आइज हो यसरी गाडीलाई ब्याक लिने, फेरि फ्रन्ट लिने, फेरि ब्याक लिने गरेर गर्दा चाहिँ सजिलो हुनेछ। अब अलिकति अगाडि फेरि लिनुपर्छ। अब